बुल्डोगले मार्यो रातैबाट अनि रामेन खाएर खरबुजा काटेर ल्याउनु त भनेको यो खरबुजा काटेको हेर नि ल हेर्नु है साथीहरू यत्रो भात अब त्यो जब दुध र भात भएपछि जब कति जान्छ कि यहाँ त ल हेर्नु साथीहरू त्यत्रो भात थियो हामी त बुढाबुढीले फर्सी भएपछि त भात मलाई थाहा त कति खाइन्छ अनि बुढा सबैजनामा नमस्ते आज हामी फेरि डे 7 लिएर आइसकेका छौँ अहिले चाहिँ म कामबाट आएँ होइन भर्खरै रामेन खाएको यस्तो पिरो रामेन खायो रामेन खाएर खरबुजा काटेर ल्याउनु त भनेको यो खरबुजा काटेको हेर नि यस्तो खरबुजा कसैले काट्छ नि यो खरबुजा के खालको कटाइ हो त यो गुदी कटाइ भन्छ क्या त्यसलाई गुदी कटाइ गुदी खाएर बोक्रा बाहिर राखेको क्या बुढी गुदी न हो खाने भए यस्तरी हो क्या आज गुदी आफूले नि त्यही हो क्या गुदी कटाइ हो बिचबाट गएर यस्तो गयो मेरो नाम लाएर आफूले त्यसरी खा यता फेरि भिडियो हेर आहा फुलायो अनि आहा चाहिँ कामले थाकेर हो भने थाकेर होइन यो कामले टिकटक र रिल्सले हो खासा चाहिँ खायो होइन रामेन खाएको पेट पोलिरहेछ पिरोनी भयो अनि अब पार्कतिर गएर अनि अलिकति मार्केटमा काम छ मार्केट गएर अनि हामीहरू चाहिँ घरमा आउँछौँ बुढीले चाहिँ आज कामबाट छिटो आइसकेको रहेछ खानासाना बनाइसक्यो के बनायो त्यो चाहिँ पछि बनाउनु है त बाहिर गएर आइसकेपछि हामी चाहिँ अब जान्छौँ बाहिर खासमा के लिनु हिँडेको जान्छु अनि के सामान के ल्याउन अहिले हामी मार्केटमा आइसक्यौँ यो चाहिँ सिरिया मार्केट माथिपट्टि चाहिँ ट्रेन लिक छ है लिक यस्तरी लिक चल्छ अनि तलपट्टि चाहिँ यस्तरी सिरिया मार्केट छ यो चाहिँ गभर्मेन्ट होला अनि यो भित्र चाहिँ जे किने पनि 100 रुपिस हो क्या हामी चाहिँ अब बुढीलाई के चाहिएको पनि यहाँभित्र आयो यता कोक्रीहरू पनि छ अनि हरेक कुरा सामानहरू के लेख्नु अरे चम्चा लिनु हराउनु होला एक हप्तापछि यहाँ चाहिँ सब कुराहरू छ कि प्लेटहरू कोक्रीहरू चम्चा यो सब 100 रुपियाँ है जति सुकै सामान चाहियो 100 रुपियाँ यस्तो त नेपालमा नि आउँदैन है के लेख्न रहेछ चम्चा भन्दै थिइन् अब चम्चा लिएर जाने खान्छ छोरीलाई मासु भात मात्रै चाहिन्छ यहाँ मासु खाइस् 3 केजी भनेर यहाँ कराएर बसी यहाँ होइन पैसा भ्याउदी मैले 3 केजी खसी मासु खाने भन्दैछ यहाँ चाहिँ जे खोजे नि पाउँछ होइन कान्छु A to Z सबै पाउँछ होइन सब 100 रुपियाँ हो जे किने भने चम्चा किन्न आएको कतिवटा चम्चा किन्यो 4वटा भनेपछि 440 रुपियाँ 10 रुपियाँ चाहिँ ट्याक्स है यहाँ चाहिँ हरेक कुराको ट्याक्स लाग्छ अब मार्कर यहाँ हेर्नुको मोबाइलको चार्जर कभर ग्लासहरू पनि आइफोनको ग्लासहरू पनि 100 रुपियाँमा छ क्या ल देख्नु भने यो सब 100 रुपियाँको माल हो जे लिए नि 100 रुपियाँ कति भिड हुन्छ मान्छेहरू हेर्नु त कति भिड छ चाहिँ मार्केटबाट घुमेर भर्खरै निस्केर अहिले पार्कमा आइसक्यो पार्कमा खुब हल्ला छ तपाईँलाई म देखाउँदै यो पार्कमा चाहिँ जापानिजहरू पुरा रमाइलो गर्दैछन् अगाडिको फेरि स्विमिङ पुल हो है अगाडिको स्विमिङ पुल कुकुरहरू चलाउँदैछन् तर एकदम आनन्द आउँछ मच्छर चाहिँ हुन्छ है सिटीको भ्यू हेर्नु कस्तो राम्रो देखिरहेछ अगाडिको हस्पिटल यतापट्टिको नि हस्पिटल हो यतापट्टिको चाहिँ स्कुल अनि यहाँ बच्चाहरू खेलिरहेछ यो चाहिँ लडे पनि केही नहोस् भनेर बालुवा लगाइदिएछ उहाँ फुटबल ट्रेनिङ गरिरहेछ कतै बेसबल गरिरहेछ यिनीहरूले चाहिँ च्यालेन्ज गरिरहेको रहेछ के च्यालेन्ज गरिरहेछ होइन ल मेरो बुढीले चाहिँ नेचरको मजा लिइरहेछ मस्त तरिकाले यस्तो बिल्डिङमा बसेर हेर्न सक्नुहुन्छ यहाँ फोनमा बोल्दैछु हामी चाहिँ पार्कबाट आयौँ के लाग्एको छ तपाईलाई दुध तलाइदिनु पर्यो के बनाइयो र त्यस्तो तरकारी स्पेसल दुधै तताइदिनु पर्ने हरियो फर्सी बनाएको छु अनि अब हरियो फर्सी भनेपछि तपाईँलाई दुध नभए हुँदैन मलाई थाहा मलाई फेरि हरियो फर्सीसँग दुध चाहिँ जापानमा भयो भने खान चाहिँ पर्छ है नेपालको अस्ति टक्क हरियो फर्सीको तरकारी फेरि बुढीको अरूले बनाएको भन्दा नि बुढीले बनाएको चाहिँ मलाई हरियो फर्सी एकदम मिठो लाग्छ कि ल हेर्नु नि अब हरियो फर्सी अब यसमा हल्का दुध भएपछि जब भात त बुढीले अड्कालिदिनु पर्छ मलाई त ल यति दुध भएपछि भात त के हो त ढक्कन परै छ त भात टनाटन पकाएको के आज मैले किन हो फर्सी भनेपछि तपाईँलाई भात अड्कल्नै गाह्रो पर्छ अनि बुढाबुढी के भात अड्किन्न के अरे अड्कलिन्न गएको गयो स्वाइटी चाहिँ अहिले ल्याएको थियो खानु पछि थाहा यो केरको हल्ला त भात अनि यो भातले पुग्दैन तपाईँलाई ल हेर्नु है साथीहरू यत्रो भात अब त्यो जब दुध र भात भएपछि जब कति जान्छ कि यहाँ त दुध चाहिँ कचौरा हाल है ल दुध अलि कम भयो क्या हुन्छ पुग्छ कि पुग्छ आज साथीहरूलाई दुध र भात खाएको कसरी खाने भनेर देखाउनु पर्यो हामी त अब प्लाइटी मारेर मस्त कहाँ दुधसँग पियाज खाने यसरी माथि सब्जीको माथि दुध हालेर त्यसरी भात खानुको मजै अर्कै हुन्छ कि मिठो एकदम मिठो हो ल बस भात खुवाइ त फेरि मरद हो नि मेरो फेरि होइन
दुधले अलि पुग्दैन कि जस्तो लाग्छ भात हाल्छु होइन यति चाहिँ भ्याउँछु मैले कुनै डाउटै छैन होइन यति अझ थप्न पनि सक्छु होइन त्यो चाहिँ अब देखाएँ होइन हरियो फर्सी त हरियो फर्सी त मेरो यस्तो फेभरेट हो जति परे नै खाइन्छ कि हामी 1000 रुपियाँ परे नै फर्सी चाहिँ खाइन्छ कि हरियो फर्सी चाहिँ है हरियो फर्सी र फर्सीको मुन्टा चाहिँ खाइन्छ भात त सकियो त थालमा भात ल्याम हँ तरकारीले दुध त बचाएको रे काट्छौ दिन्छु के अरे भात त खाइदियो ए ढिम यता हेर भन्नु कामबाट आएर के खाएको अरे खाजा रामिन कतिवटा अरे चाहिँ दुईटा बुल्ला खानुभएको होइन कति बजे अरे 7 बजे होइन अहिले कति बजे 9:30 ल हेर्नु साथीहरू त्यत्रो भात थियो हामी त बुढाबुढी फर्सी भएपछि त भात मलाई थाहा त कति खाइन्छ अनि बुढाबुढीले एक कुकर भात खाइयो बुढाबुढीले टन भरे छाटेर कस्तो भएको थियो यो तपाईँले त्यति दुध थपेपछि थप्नु होइन थप्दिन खाऊ यतिकै राख्नु खाऊ आधी आधी खाम्के ल ल थाप्नु त आधी यतिकै राख्ने सुन्दिन ल त्यही हो नि साथीहरू भात त खाइने क्या हामीले त खत्रै हो कि ल हुन्छ साथीहरू आजको लागि अब यति नै हामी चाहिँ अब भात हाल्छौँ होइन यति चाहिँ भ्याउँछु मैले